This is Dutkunda Lake. Hello everyone, welcome to my another episode of Solo Diary. सोलुखुम्बुको दुधकुण्ड जानुको लागि चाहिँ सोलुको सल्लेरीदेखि फाप्लु हुँदै रिङ्मुसम्म चाहिँ गाडीमा गएको थियौँ हामी चाहिँ। त्यो दिन चाहिँ त्यहीँ बसेर भोलिपल्ट बिहानैदेखि वाकिङ सुरु भयो हाम्रो। गाडीमा त्यस्तै 2-3 घन्टा अनि त्यसपछि चाहिँ एक दिन जाने एक दिन आउने गरेर टोटल हामीलाई चाहिँ 3 दिन लागेको थियो। बाटो त सजिलै छ है, तर त्यो पुग्ने बेला चाहिँ थोरै उकालो छ, त्यो चाहिँ अलिकति गाह्रो छ, अलिक हाई अल्टिट्युड भएर पनि। लास्ट भिडियो देखेर चाहिँ मलाई सोधिराख्नु भएको थियो तपाईँ कहिले सोलो आउनुभयो, कहिले दुधकुण्ड जानुभयो भनेर। तर यो भिडियो चाहिँ मेरो करिब 3 वर्ष अगाडिको भिडियो हो। पहिला चाहिँ म भिडियो हाल्दिनँ थिएँ अनि कति क्लिपहरू चाहिँ हराइ पनि सकेछ। यहाँनिर चाहिँ त्यही वरिपरि 4-5वटा जति तालहरू रहेछ अनि यहाँनिर छ गोस ताल अरे भुतिया तालको अगाडि छु म, भूत जस्तो देखिएको मान्छे। अनि यहाँदेखि एकैचोटि टेलिपोर्ट भएर म पुग्छु गङ्गा जमुना तालमा। एन्ड फाइनल्ली सबैजना वेलकम छ दुधकुण्ड तालमा। दिन र ताल चाहिँ अघिल्लो दिन नै हामीले एक्सप्लोर गरेको थियौँ भने चाहिँ यो दुधकुण्डमा चाहिँ भोलिपल्ट बिहानै गएको थियौँ। सबैजना पूजाहरू गर्दै हुन्थ्यो त्यहाँनिर चाहिँ। योभन्दा माथि पनि अर्को छ भन्दै हुन्थ्यो, तर त्यहाँ चाहिँ हामी पुगेनौँ, हामी चाहिँ यहीँसम्म मात्र पुग्यौँ। अनि यसको पुरै राउन्ड हान्नलाई हामी जाँदैछौँ है। अनि त्यहाँ एक ठाउँ पुगेपछि चाहिँ कति मान्छेहरूले आफ्नो प्यारेन्ट्स उनीहरूले चाहिँ पुरै राउन्ड हान्नु हुँदैन भन्नुभयो। अनि त्यसपछि हामी चाहिँ आधी बाटोबाट नै फर्क्यौँ अनि फेरि ब्याक आयौँ त्यही बाटो। ट्रेक जानु मन पराउनु हुनेले चाहिँ यो ठाउँमा एकचोटि अवश्य जानु होला। ट्रेल पनि एकदम सजिलो छ अनि ठाउँ पनि कस्तो दामी छ, एकदम वर्थ इट छ। अब यो क्यामेरामा चाहिँ सबै क्याप्चर गर्न सकिन्न, जति आफ्नो आँखाले देखेको दृश्यहरू, तर त्यहाँ पुगेपछि चाहिँ स्वर्गै पुगे जस्तो हुन्छ। मसँग त फोटो भिडियो सबै हराएछ, यति मात्रै छ। ओके बाई, थ्याङ्क यू फर वाचिङ।